नमस्ते, वेलकम छ मेरो मिनी ब्लगमा। बच्चाहरू भएपछि सबैको कोठा यस्तै हुन्छ होला है। बिहानमा लहर दहर कपडाहरू धेरै, कुनै कपडा कता फैलेको, कुनै कपडा कता फैलेको, बिस्ताराहरू यस्तै बिग्रेको। मेरो त झन् दुईटा बच्चा छ, दुईटा बेड छ, मिलाउनै गाह्रो के। बिहानमा त कोठा हेर्नै नसक्ने लहर दहर हुन्छ, फोहोर भएर कोठा कता के बिग्रेको। बाबु सुतेको थियो, त्यही भएर कोठाहरू मिलाउन लागिहालेँ मैले। कपडा धुनलाई पनि मैले त 2 बाल्टी कपडा निकालेँ है। अब त्यो 2 बाल्टी कपडाहरू धुनु छ, कति टाइम लाग्ने हो धुन पनि। बाबु सुतेपछि मात्रै धुने भनेको, अहिले त बाबु सुतिरहेको छ। अरू बेला त मेरो बाबुले छोड्दैन, झन् आजभोलि एकछिन पनि छोड्दैन। उता बेडबाट यता मिलाउँछु भनेर बाबुले यता सुताउनलाई यता बेडमा ल्याउने बित्तिकै मेरो बाबु त उठिहाल्यो। बाबु उठि नि जसो गरेर बेडहरू मिलाइसकेपछि हेर्नु मेरो बाबु उठिसकेको थियो। बाबुलाई बेलुन खेल्न दिएर म बडाल्नतिर लागेँ। बाबु खेलिरहेको थियो बेलुनसित। भगवान, बच्चा सानो भएपछि कति गाह्रो हुने के, न भाँडा माझ्न दिन्छ, न कतै जान दिन्छ। आफैसँग मात्र बस भनिरहन्छ। म यो बडाल्ने बेलासम्म भित्र रोएर कस्तो गरेको थियो। छोरी त ठुलो भइसकिन्, छोरी त अहिले स्कुल गएकी छिन्, छोरीको त त्यति साह्रो चिन्ता हुँदैन। तर यही बाबुले साह्रै सताउँछ कि मलाई त। एक त झन् बिरामी छ, ज्वरो आउने, पखाला लाग्ने। सबैको बच्चा त्यस्तै त होला है। मेरो बाबु पनि साह्रै सताउँछ कि। आजभोलि त कसैसित नि मान्दैन, न हजुरआमासित न मान्छ, न बाबासित। हेर्नु न कति छेउमा बसेको छ, रोइरहेछ अहिले पनि। भित्र बाहिर सफा गरेँ, एकचोटि बाथरुम पनि सफा गरिहाल्छु भनेर बाथरुमहरू पनि सफा गर्न थालेँ छिटो लाएर। बाबु उता बेलुनहरू खेलाउन दिएर फेरि रुम सफा गर्दा बाथरुम पनि सफा गरिहाल्छु के। अब मैले सफा गर्ने यस्तै हो। हेर्नु, बच्चा सानो भएपछि साह्रै गाह्रो हुने कि। अब सफा गरेर खाना खान्छु भनेको थिएँ, अनि सफा गरी भ्याइसकेँ मैले बाथरुमहरू पनि। मेरो बाबुलाई चाहिँ महिनामा 5-6 चोटि ज्वरो आइसक्यो, पखाला लाग्ने भइसक्यो। बाबुले आची गरेको लुगाहरू उता थुपारेको छु, अहिले पछि धुन्छु भनेर बाबु सुतेको मौकामा मैले सफा गरिसकेँ। त्यसपछि मैले आफ्नो रुम देखाउनतर्फ लागेँ। दिउँसोमा यतिको मिलाउँछु, फेरि राति उस्तै भइहाल्छ। बाई बाई साथीहरू।